सुरु गरौँ आजका प्रमुख समाचारहरूबाट। भिजिट भिसामा महिलालाई दुबई लगेर कुवेत पुर्याएको खुलासा। रासपा सांसद हरि ढकालले भिजिट भिसाको सेटिङमा पैसा बुझाएको 1200 प्रमाण आफू कहाँ आइपुगेको गरे दाबी। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही कारागारबाट सरुवा अब कहाँ जाँदैछन् त, यसबारे विशेष रिपोर्ट। गृहमन्त्री रमेश लेखकमाथि कुनै पनि उजुरी परेको छैन, अनुसन्धान उहाँसम्म पुगे पद छान्ने नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाई। भिजिट भिसा प्रकरणमा 2064 सालपछिका गृहमन्त्रीहरूमाथि छानबिन गर्न सङ्घीय संसदका प्रतिपक्ष दलहरूले राखे माग। सरकारसँगको सहमति कार्यान्वयन नगरेर यातायात व्यवसायीले जनतालाई दुःख दिएको भन्दै नेपाली काङ्ग्रेसका नेता जीवन परियारको आक्रोश। सार्वजनिक गाडी नचल्दा पर्यो यात्रुलाई शास्ति। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई न्याय दिलाउन हस्ताक्षर अभियान चलाउने गर्यो निर्णय। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले काठमाडौँको सिफलमा गर्यो प्रदर्शन। गृहमन्त्री कानुन बुझेको व्यक्ति हो, नैतिकता देखाएर राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रकी राष्ट्रिय सभा सांसद गङ्गा कुमारी बेलबासीको जिकिर। गृहमन्त्री रमेश लेखकले आफूमाथि उठेका प्रश्नको जवाब संसदमा आएर दिन पाउनुपर्ने नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाई। चिडियाखानाको रेड पाण्डा चोर्ने 2 जना पक्राउ। नेपाली बजारमा सुनको भावमा उच्च वृद्धि, कतिमा हुँदैछ किनबेच, यसबारे सबै जानकारी। शेयर बजार परिसूचक नेप्से 35.73 अङ्कले घट्यो। बैंक र होटल समूह 2% भन्दा धेरैले ओह्रालो लाग्यो। र स्कटल्यान्डमा सुरु भएको विश्वकप लिग 2 त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले स्कटल्यान्डसँग रोमाञ्चक जित हात पार्दा नेपालले बनाएका 3 रेकर्ड। यस सम्बन्धी विशेष रिपोर्ट। दर्शकबिनहरू नमस्कार, तपाईँ सामु आज पनि विशेष खबरका साथमा उपस्थित भइसकेका छौँ। हाम्रो यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म अवश्य पनि हेर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन पनि दबाउनुहोला। साथै हाम्रो यो मेहनत र हामीलाई थप ऊर्जा प्रदान गर्नको लागि हाम्रो भिडियोलाई एक लाइक, एक कमेन्ट र एक सेयर गर्न भने नबिर्सिनुहोला भन्दै आउनु सुरु गरौँ आजका समाचारहरू विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसाको सेटिङमा पैसा बुझाएको 1200 प्रमाण आफू कहाँ आइपुगेको दाबी गरेका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकांश पैसा नगद नै बुझाएको पाइएको बताए। उनले पार्टीका सांसद सोभिता गौतम, मनिष झा, शिशिर खनाल र आफूले सामाजिक सञ्जालबाट प्रमाण माग्दा 1200 भन्दा बढी पैसा बुझाएका प्रमाणहरू आएको बताएका थिए। उनले भने भिजिट भिसामा जानको लागि एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ। हामीलाई दलालहरूलाई बुझाएको प्रमाण आएको छ। दलाललाई बुझाउने रकम पनि कुनै क्यासमा कुनै बैंक ट्रान्जेक्सनमा गरिएको रहेछ। एयरपोर्टमा बुझाउँदा प्राय जसो नगदमा कारोबार भएको रहेछ। त्यसैले हामीले छानबिन आयोगको माग गरेका हौँ। लाखौँ युवाहरू एजेन्टबाट बुझाएको पैसा मार्फत खोज्दा जाँदा त मुख्य ठाउँसम्म त पुगिहालिन्छ होला नि त, उनले भने। उनले भिजिट भिजामा महिलालाई दुबई लगेर कुवेत पुर्याएको सूचनामा पनि आएको बताए। उनले 2064 पछि गृहमन्त्री भएका सबैको छानबिन गर्नुपर्ने भन्दै गृहमन्त्रीले छानबिन प्रभावित पार्न सक्ने भएकाले राजीनामा दिनै पर्ने अडान सुनाएका थिए। स्थित काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे 6 महिनाका लागि निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले उनलाई निलम्बन गरेका हुन्। आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाब चित्तबुद्ध नभएपछि निलम्बन गरेको बुझिएको छ। प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोल सहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल एन बमोजिम गत चैत 21 गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा 6 महिनाको लागि निलम्बन गरिएको जनाएका छन्। सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गरेका थिए। उपमेयर र वडाध्यक्षसँग समेत उनको भनाभन भएको थियो। यता काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्।
यस्तै बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पूर्वपक्षका लागि थुनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन्। जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनी कारागार प्रशासनलाई लेखी पठाएको थियो। लामिछानेले काठमाडौँको दिल्ली बजार कारागार सरुवा माग गरेका छन्। त्यसै अनुसार रूपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ, तर कारागार व्यवस्थापन विभाग निर्णय भएर आउन बाँकी रहेको रूपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिए। उनका अनुसार विभागबाट निर्णय भएर आए लगत्तै लामिछानेलाई सरुवा गरिनेछ। सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रूपन्देहीले सुरुमा 1 करोड रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको थियो, तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत 22 गते जिल्ला अदालतको आदेश बदर गर्दै पूर्वपक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए। तर उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रूपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए, तर सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमाडौँ सरुवा हुन चाहेका हुन्। परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन उनी काठमाडौँकै कारागार आउन चाहेको जनाएका छन्। काठमाडौँ र ललितपुरमा 3वटा कारागार छन्। त्यसमध्ये कम कैदीबन्दी रहेको दिल्ली बजारमा भिआइपी कैदीहरू बढी रहने गरेका छन्। लामिछानेले पनि सोही कारागारमा बस्न चाहेका छन्। अब उनले सुप्रिम सहकारी ठगीको अभियोगमा फैसला नभएसम्मका लागि थुनमा बस्नै पर्छ। कारागार बसाइ लम्बिने भएपछि उनले सरुवा माग गरेका हुन्। रूपन्देही बाहेकका अदालतबाट भने उनी धरौटीमा रिहा भएका थिए। यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा विपक्ष दलले राखेको प्रस्तावमा प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विषय विगतदेखि हुँदै आएको पाइएकाले गहिरोसँग अनुसन्धान हुनुपर्ने बताए। उनले भने यस अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता जो पनि हुन्छ त्यसमा अनुसन्धान गरेर जान्नुपर्छ। अहिलेको गृहमन्त्रीको राजीनामाको विषयमा जोडिएर यो कुरा आइरहेको छ। यदि मन्त्रीमाथि पनि कुनै अनुसन्धान भइरहेको छ भने पदत्याग गर्नुपर्छ, तर यो अनुसन्धान अख्तियारले गरिरहेको छ। मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन्। अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उहाँले पद छाड्नुपर्छ। यस्तै महामन्त्री शर्माले अहिले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी समेत गरे। उनले अहिले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेको दाबी समेत गरेका थिए। यस्तै संघीय संसदका प्रतिपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत राख्ने भएका छन्। श्रम ऐन 2064 आएदेखि अहिलेका गृहमन्त्रीको कार्यकालसम्मको भिजिट भिसा प्रकरणमा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्ष दलहरूले माग गरेका हुन्। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा बसेको प्रतिपक्ष दलहरूको बैठकले यो निर्णय गरेको हो। भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। छानबिनका लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिमाण नआएसम्म अनुसन्धान प्रभावित नगर्नका लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष पनि प्रतिपक्ष दलहरूको बैठकले निकालेको छ। प्रधानमन्त्रीले सदनमा आएर यस विषयको जिम्मेवारी लिए प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग प्रतिपक्ष दलहरूको रहेको छ। 3 बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलहरूका प्रमुख सचेतक सभामुखको कार्यकक्षमा भइरहेको बैठकमा सहभागी हुने रासुपाका प्रवक्ता झाले बताउनुभयो। बैठकमा माओवादी, रासुपा र नेकपा एकीकृत समाजवादीका नेताहरूको सहभागिता रहेको थियो। यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकार र यातायात व्यवसायबीच सहमति भइसक्दा पनि यातायात नचल्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै उनले समझदारी कार्यान्वयन भएन भने फेरि आन्दोलनमा आउन र अहिले भने भएको समझदारी अनुरूप सार्वजनिक यातायात सञ्चालन गर्न उनले आग्रह गरे। सरकारसँग भएको सहमति कार्यान्वयन नगरेर जनतालाई दुःख दिने काम भइरहेको उनको आरोप छ। यातायात व्यवसायीहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नगरेर गलत गरिरहेको उनको भनाइ छ। कानुन सबैले मान्नुपर्छ, कतिपय विमति होला, सहमति भएको छ भने यातायात सुचारू नगर्नु गलत हो उनले भने। गण्डकी प्रदेश सरकारले ल्याएको राइडिङ सेयरिङ सम्बन्धी कानुनको सन्दर्भमा बहस छलफल र संवाद गर्न सकिने बताउँदै उनले अहिले यातायात व्यवसायीहरूले संघीय सरकारसँग गरेको सहमतिको आधारमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताए। यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक गाडी बन्दका कारण सर्वसाधारण यात्रु मर्कामा परेका छन्।
छन्। सार्वजनिक गाडी नभएपछि यात्रुहरूले पठाओ इनड्राइभ जस्ता राइडिङ सेयरिङमा महँगो मूल्य तिरेर यात्रु गर्नु परेको गुनासो रहेको छ। यस्तै त राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई न्याय दिलाउन हस्ताक्षर अभियान चलाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। पार्टीले लामिछानेमाथि षड्यन्त्रपूर्वक राज्य षड्यन्त्र र कानुनलाई अस्थिकरण गर्दै प्रतिशोधपूर्ण झुटा मुद्दा लगाएको दावी गर्दै प्रतिशोध विरुद्ध न्यायका लागि विरत अभियान अन्तर्गत हस्ताक्षर अभियानलाई व्यापक बनाउने निर्णय गरेको। सहकारी बचतकर्ताका करोडौं अरबौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक व्यवस्थापकहरू 10-20 लाख धरोटी बुझाएर एकै दिन पनि प्रहरी हिरासत समेत नबसी अदालतबाट रिहा हुने, तर सहकारी रकम अपचलमा कहीँ कतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भने स्पष्ट किटान भएका व्यक्ति रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुटा मुद्दा विरुद्ध प्रतिशोध विरुद्ध न्यायका लागि विरत अभियान अन्तर्गत हस्ताक्षर अभियानलाई व्यापक बनाउने बैठकपछि झाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख रहेको छ। यस्तै त नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले काठमाडौँको सिफलमा प्रदर्शन गरेका छन्। मंगलबार दिउँसो उनीहरूले सिफलमा प्रदर्शन र सभा गरेका हुन्। प्रदर्शनमा संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेल, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत पुगेका थिए। जेठ 15 गतेदेखि सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ। राष्ट्र संस्था र हिन्दू राष्ट्र पुनर्स्थापना संहिता खारेजी लगायत मागसहित राजवादीहरूले प्रदर्शन गरेका हुन्। यस्तै त नेकपा माओवादी केन्द्रकी राष्ट्रिय सभा सांसद गंगा कुमारी बेलबासेले निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएकी छिन्। मंगलबार राष्ट्रिय सभाको आकस्मिक समयमा सांसद बेलबासेले गृहमन्त्री लेखक बौद्धिक, शालीन र कानुन बुझेको व्यक्ति भएकोले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताइन्। गृहमन्त्री लेखकले भ्रष्टाचारीलाई प्रक्षेपण गरिरहेको उनको आरोप छ। उनले गृहमन्त्रीले विगतमा पनि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउने गरेकाले पनि अहिले आफैमाथि लागेको आरोपको छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताइन्। गृहमन्त्रीले तीर्थराज भट्टराईलाई अध्यागमन प्रमुख बनाउनु, छानबिनमा तानिनु, एक दिन अघि मन्त्रालयमा फिर्ता बोलाउनु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई प्रभाव पार्ने गरी सरुवा गर्नु, छानबिनमा खटिएका कार्यरत अख्तियारमा कार्यरत डिआइजी हिमाल कुमार श्रेष्ठलाई एकाएक सरुवा गर्नु र निष्पक्ष अनुसन्धान गर्न सघाउनुको सट्टा अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने गरी बिहान सरुवा गर्ने र दबावका कारण बेलुका फिर्ता बोलाउने जस्ता कामहरू उहाँले गरिरहनु भएको छ। यो सरकार भ्रष्टाचार हो, उनले भनिन्। यस्तै त नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रमेश लेखकले आफूमाथि उठेका प्रश्नको जवाब संसदमा आएर दिन पाउनुपर्ने बताएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि पहिला रमेश लेखकले सदनमा जवाब दिन पाउनुपर्ने र त्यसपछि प्रतिपक्षको मागको बारेमा छलफल गर्न सकिने बताए। नेता बर्तौलाले गृहमन्त्री लेखक आफूमाथि उठेका प्रश्नको जवाब दिनका लागि तयार रहेको पनि बताए। उनले पहिलो चरणको प्रक्रिया नै पूरा नभई प्रतिपक्षको माग सम्बोधन हुन नसक्ने र गृहमन्त्री लेखकको राजीनामा पनि नआउने उनले बताएका थिए। यस्तै त ललितपुर महानगरपालिका 4 जाउलाखेलमा रहेको सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएका दुर्लभ प्रजातिको रेड पाण्डा अर्थात् हाफडे चोरी गर्न खोजेको अभियोगमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङघर भई काठमाडौँ महानगरपालिका 15 स्वयम्भू बस्ने 21 वर्षीय कृष्ण गुरुङ र भारतको बिहार घर भएका 26 वर्षीय मोहम्मद तफिफ रहेका छन्। चिडियाखानामा रहेको रेड पाण्डा गएको वैशाख 30 गते राति चोरी गर्न खोजिएको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई सोमबारबाट पक्राउ गरेको हो। उनीहरूमाथि चोरी उद्योग कसुरमा 5 दिन म्याद थप अनुसन्धान भइरहेको छ। यस्तै त नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य उच्च बढेको छ। सोमबार प्रति तोला 1000 रुपियाँ बढेको सुनको भाव यस दिन प्रति तोला 2900 रुपियाँ बढेको। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति तोला 1,92,700 रुपियाँमा कारोबार भएको। सोमबार छापावाला सुन प्रति तोला 1,89,800 रुपियाँमा कारोबार भएको थियो। त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको हो। सोमबार प्रति तोला 1,990 रुपियाँमा कारोबार भएको चाँदी मंगलबार प्रति तोला 2045 रुपियाँमा किनबेच भएको। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला 55 रुपियाँ बढेको। मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति औंस 3362 अमेरिकी डलरमा कारोबार रहेको थियो।
यस्तै त सोमबार सामान्य पढेको शेयर बजार मंगलबार उच्च अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से मंगलबार 35.73 अङ्कले घटेर 2658.93 बिन्दुमा झरेको। मंगलबार सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर 2.34% र होटल समूहको शेयर 2.12% ले ओह्रालो लागेको। मंगलबार सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै 4.5% ले घटेको। बजार उच्च अङ्कले घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर 10% ले बढेको। यस्तै ओम मेगाश्री कम्पनीको शेयर 9.94% ले उकालो लागेको। मंगलबार नेप्से सँगै कारोबार रकम पनि घटेको। सोमबार 9 अर्ब 22 करोडको कारोबार भएकोमा मंगलबार 315 वटा कम्पनीका 1 करोड 55 लाख किता शेयर 6 अर्ब 67 करोड रुपियाँमा किनबेच भएको हो। र यस्तै स्कटल्यान्डको डन्डीमा भएको खेलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकालेसँगै नेपाल आइसिसी क्रिकेट विश्वकप लिग 2 को अङ्क तालिकामा पुच्छरबाट 7औं स्थानमा उक्लिएको छ। नेपालले युएईलाई पछि पार्ने क्रममा 13 खेलबाट 8 अङ्क जोडेको छ। सोमबार स्कटल्यान्डमा सुरु भएको विश्वकप लिग 2 त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आयोजक टोली स्कटल्यान्डमाथि 1 बल बाँकी छँदा 1 विकेटको सनसनीपूर्ण जित दर्ता गरेको। नेपालले स्कटल्यान्डले दिएको 297 रनको लक्ष्य पूरा गर्दै आफ्नो रेकर्ड सुधार गर्यो। यो नेपालले एक दिवसीय खेलमा पार गरेको अहिलेसम्मकै ठूलो लक्ष्य हो। यसअघि नेपालले पार गरेको ठूलो लक्ष्य क्यानाडाले दिएको 287 रन थियो। नेपालले बनाएको 297 रन एक दिवसीय खेलको समग्रमा दोस्रो ठूलो स्कोर समेत हो। नेपालले एक दिवसीय खेलमा सर्वाधिक स्कोर बनाउने क्रममा सन् 2023 मा कीर्तिपुरमा 310 रन बनाएको थियो। यस्तै सन् 2023 मै पीएनजी विरुद्ध पनि 297 रन बनाएको थियो। 297 रनको लक्ष्य पार गरेसँगै नेपालको एक दिवसीय खेलको दुवै इनिङ्सको सर्वाधिक स्कोर समेत बन्यो। सोमबार दुवै इनिङ्समा गरी कुल 593 रन बन्यो। यसअघि नेपालले खेलेको दुवै इनिङ्सको कुल सर्वाधिक स्कोर 581 रन थियो। यो स्कोर नेपालले जिम्बाब्वेसँग हरारेमा सन् 2023 मा खेल्दा बनेको थियो। यस्तै नेपालले विकेटको आधारमा हात पारेको यो सबैभन्दा कम अन्तरको जित हो। नेपालले यसअघि एक दिवसीय खेलमा कहिले पनि 1 विकेटको जित हात पारेको थिएन। सोमबार निकै रोमाञ्चक खेलेको अन्तिम बलमा जितका लागि 1 रन आवश्यक हुँदा स्कटिस स्पिनर मार्क वाटले फालेको बल लेग साइडमा वाइड भएपछि नेपाल 1 विकेटले विजयी भएको। जितको खुसीमा खेल हेर्न उपस्थित सयौं नेपाली समर्थकहरू मैदानमा प्रवेश समेत गरेका थिए। स्कटल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दा चार्ली टियरको 80 रन तथा फिनल म्याक्रिथको 55 रनको मद्दतले 50 ओभरमा 296 रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले 55 रन बनाए पनि नेपाल 39औं ओभरमा 192 मा 7 विकेटको कमजोर स्थितिमा पुगेको थियो, जसका कारण घरेलु टोलीले खेल लगभग आफ्नो पक्षमा पारिसकेको थियो। तर असम्भव जस्ता देखिने अवस्थामा बारम्बार नायक बन्दै आएका नेपालका करण केसीले फेरि एकपटक नेपाललाई सङ्कटबाट बाहिर निकाले। 9औं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले 41 बलमा 4 छक्का सहित अभिजित 65 रनको महत्त्वपूर्ण पारी खेले। करण केसीले 49औं ओभरमा 18 रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा जितका लागि 7 रन आवश्यक थियो। तर नेपालले अन्तिम ओभरको पहिलो बलमा 10औं नम्बरमा सन्दीप लामिछानेलाई गुमाउन पुग्यो। त्यसपछि अन्तिम ब्याट्सम्यानका रूपमा रिजन ढकाल मैदान प्रवेश गरे। उनले तेस्रो बलमा करणलाई स्ट्राइक दिन सफल भएका थिए। त्यसपछिको 2 बलमा करण केसीले 2-2 रन लिँदा अन्तिम बलमा 1 रन आवश्यक थियो, तर मार्क वाटले वाइड फ्याँके। यो जितले नेपाललाई लिग 2 को तालिकाको पुच्छरबाट माथि पनि उकालेको छ। सिरिजमा आज नेपालले डन्डी मैदानमै नेदरल्यान्ड्सको सामना गर्नेछ। यति बेरसम्म हामीलाई हेरेर सुनेर साथ दिनुहुने हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन पनि दबाउनु होला। साथै हाम्रो यो मेहनत र हामीलाई थप ऊर्जा प्रदान गर्नुको लागि हाम्रो भिडियोलाई 1 लाइक 1 कमेन्ट र 1 शेयर गर्न भने नबिर्सनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। नमस्कार, शुभ दिन।